श्रीकृष्ण भन्नुहुन्छ, रुन्छ त्यो मान्छे जसले सम्बन्धलाई साँचो तरिकाले निभाएको हुन्छ। नत्र मतलबको सम्बन्ध राख्नेको न आँखामा शरम हुन्छ न आँसु नै। राधे राधे। कसले भन्यो हो एकपटक मात्रै माया हुन्छ भनेर? मैले त जब जब तिमीलाई याद गर्छु नि त्यति नै धेरै माया हुन्छ। धेरै भयो, न त फोन न त मेसेज। व्यस्त भएर हो कि मन बदलिएर हो थाहै भएन। यो म अनि यो मेरो माया, यो मायाभित्र जहिले झगडा। आफूसँग जे छ त्यसैमा खुसी हुन सिक्नु पर्छ अरे। मसँग ऋण छ, अब त्यसमा पनि खुसी हुनु। एउटा जिन्दगी छ आफैमा प्यारो छ, अर्को तिमी छौ जो जिन्दगी भन्दा पनि प्यारो लाग्छ। सुकेपछि पात आफै झर्छ, के गुनासो गर्नु हावासँग। स्वार्थ पूरा भएपछि मान्छेहरू आफै टाढिन्छ, के गुनासो गर्नु प्रेमसँग। अब त मलाई एक्लै बस्न मन लाग्छ। यो दुनियाँको देखावटी माया अनि स्वार्थको लागि जोडिएको नाताहरूदेखि म थाकिसकेँ। अरूको फूल जस्तो छोरीलाई टिपेर शिरमा सजाउन सक्दैनौ भने खुट्टाले कुल्चिने आँट पनि नगर्नु महोदय। जसले म र मेरो परिस्थितिलाई सम्मान गर्छ, म पनि उसको शिर कहिले झुक्न दिने छैन, चाहे त्यो मायामा होस् या मित्रतामा। म पनि अनजान बनिदिउला जान्छौ भने पढाइ भनी, अर्कै मन पर्छ भन्छौ कसरी भनौ नजाऊ भने। बिर्सिदेऊ त नभन है तिमीले छोडी गए पनि, माया गर्न पाउँदिन र एकहोरो भए पनि। प्यारा तिमीलाई जे सही लाग्छ त्यही गर, म सधैँ तिम्रो साथमा हुनेछु। तर आफ्नो खुसीको लागि बाबा आमाको शिर झुक्ने काम कहिल्यै नगर। तिमीले चिन्न सकेनौ त्यो तिम्रो कमजोरी हो, तर जब पुरुषले प्रेम गर्छन् नि अथाह गर्छन्। झन्झन टाढा हुनेलाई के नै भन्नु छ र, आफ्नै मान्छे हुनेलाई के नै भन्नु छ र। मनको माया नबुझेर धनको माया हेरी छोडी जाने बैगुनीलाई के नै भन्नु छ र। चिन्ता नगर, फेरि सताउँछ कि भनेर बाँकीको खोला हुँ, अब फेरि फर्केर आउने छैन। बाटोमा हिँड्ने बटुवाले बिर्सियो भनेर के मन दुखाउनु। एउटै आँगनमा लडी बुढी गरेर खेले